चाहिँ एकदमै सिम्पल छ। बिहान उठ्ने बित्तिकै चाहिँ क्लिन्जिङ मिल्कले मुख धुन्छु, त्यसपछि ड्याम फेसमा सी सेरम एप्लाई गर्छु, अनि त्यसपछि मोइस्चराइजर एप्लाई गर्छु, अनि त्यसपछि सनब्लक युज गर्छु। त्यसपछि चाहिँ आफ्नो रेगुलर मेकअप युज गरेर अनि अफिस जान्छु। त्यस्तै नाइट स्किन केयर रुटिन पनि एकदमै सिम्पल छ। मेकअप रिमुभको लागि फेस वास नै युज गर्छु, ड्याम फेसमा मोइस्चराइजर युज गर्छु। मैले चाहिँ हप्ताको 2 दिन मात्र रेटिनल युज गर्छु। अनि रेटिनल युज गर्दाखेरि चाहिँ पहिला रेटिनल युज गर्छु अनि बल्ल मोइस्चराइजर युज गर्छु। हप्ताको 2 दिन चाहिँ मैले आफ्नो फेस मसाज गर्छु कोकोनट ओइलले, किन भन्दा यसले चाहिँ ब्लड सर्कुलेसन बढाउँछ प्लस फेसमा ग्लो पनि लिएर आउँछ। र विकली चाहिँ मैले हप्ताको 1 दिन चाहिँ होम एभाइलेबल इन्ग्रिडियन्ट्सले चाहिँ फेस प्याक बनाएर घरमा फेसमा लगाउँछु। किन भन्दाखेरि चाहिँ फेसमा लगाउँछु। मेरो स्किन केयर रुटिन अनि स्किन केयर रुटिन एकदमै सिम्पल छ। स्किन केयर प्रोडक्ट पनि एकदमै बजेट फ्रेन्डली छ। र यहाँनिर हजुरहरूलाई म के भन्न चाहन्छु भने हामी मध्ये कतिजना चाहिँ अर्काको लैलैमा प्रोडक्ट युज गरिराखेको हुन्छौँ, अनि हामी मध्ये कतिजनाको सोच के हुन्छ भन्दाखेरि महँगो प्रोडक्ट राम्रो, सस्तो प्रोडक्ट नराम्रो भन्ने नै छ कि त्यस्तो होइन। कुरा महँगो सस्तोको होइन, कुरा चाहिँ हजुरको स्किनको, हजुरलाई सुट गर्ने नगर्नेको। यदि होइन महँगो प्रोडक्टले हजुरलाई सुट गर्छ भने त्यही युज गर्नुहोस्, होइन भने बजेट फ्रेन्डली प्रोडक्ट युज गर्नुहोस्। होइन, बजेट फ्रेन्डली प्रोडक्टले पनि महँगो प्रोडक्ट जस्तै काम गर्छ भने त्यही युज गर्नुहोस्। नत्र अर्को कुरा चाहिँ प्रोडक्टहरू युज गर्दाखेरि अर्काको लैलैमा लाएर कहिले पनि युज नगर्नुहोस्, किनकि जुन प्रोडक्ट तपाईँको साथीहरूलाई सुट गर्ने प्रोडक्ट तपाईँलाई सुट नगर्न पनि त सक्यो नि। सो विचार पुऱ्याएर मात्र प्रोडक्ट युज गर्नु होला। किन भन्दाखेरि चाहिँ गलत प्रोडक्ट पऱ्यो भने चाहिँ तपाईँको स्किनै ड्यामेज हुनसक्छ र रिकभर हुनलाई टाइम पनि लाग्छ। रिकभर नहुने होइन, एकदमै टाइम लाग्छ रिकभर हुनको लागि। सो यति भन्दै चाहिँ म आफ्नो भिडियोलाई यहीँ टुङ्ग्याउन चाहन्छु। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ मेरो भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हस् त, थ्याङ्क्स फर वाचिङ।